नमस्ते साथीहरु, अहिले चाहिँ म यहाँ धरानको सब्जी लाइनमा आएको छु है। अहिले पहाडबाट चाहिँ सुन्तला आइसकेको रहेछ। कसरी छ म सोध्छु है त, तपाईहरु पनि खानुहोस्। मौसमको फलफुल है। 180 कहाँको हो यो? 180 ठ्याक्कै हो? 150 सम्म आउँदैन दिदी यो? 1 किलो मलाई राम्रो गरिदिनु त। यो एउटा डाली दिनु न दिदी। डाली खान्छु। गुलियै त होला नि हैन? कसरी हो सुन्तला? 180 अरे दिदी। 150 को चाहिँ कुन हो? पैसा लाग्यो। राम्रो त होला, फुफु छिन्ताङको अरे। अमिलो छ होला है? हैन बहिनी यो चाहिँ 180। 1 किलो पुग्यो होला दिदी। एउटा हाल्नु त। त्यसलाई दिनु। हुन्छ हुन्छ। गुली होला नि, चाख्नु भएको छ? हामी के नचाख्नु खान्छौँ नि। हो हामीलाई नि खानु मन लाग्छ। त्यही त। 180। हुन्छ त्यहाँ राख्नु नि त। यो दिनुहोस् त। 180 हैन? गएला दिदी? यो कटुस हैन दिदी? कटुस कि यो ढाल्ने भन्ने हुन्छ नि एउटा? कटुस कि ढाल्ने भन्ने हुन्छ नि दिदी? कि कटुसै हो यो? कटुसै हो। ए ल, कटुस कसरी हो गिलासको चाहिँ? 100 रुपैयाँ। कति महँगो त आम्मा। महँगै छ त्यो त। भरिलो छ होला है। कहाँबाट ल्याउनु भयो? यो भोजपुरबाट। कटुस 100 रुपैयाँ। एक टक हालिदिनु नि त दिदी, यो चाख्छु क्या कस्तो छ। हालिदिनु त अलि मजाले, फुल भरेर हालिदिनु न। भरिलै होला नि हैन? सयको कटुसलाई हेर्नुहोस् साथीहरुलाई। आया यो कसरी हो यो सित्रा दिदी? 100 रुपैयाँ। किरा त परेको छैन होला सित्रा? नयाँ सिद्रा हो। दालमा त मिठो लाग्छ क्या मलाई त। यो झिङ्गे होइन दिदी? यहीँ हालिदिनु त। यहीँ कति भयो? 200। लिनुहोस्। लगाए दिदी।